आजको वचन दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश। परिवार सङ्गति असल छ। जय मसीह। आज शुक्रबार डिसेम्बर 19 तारिक मङ्सिर 4 गते। आजको बाइबलीय खण्ड रहेको छ प्रेरितको पुस्तक 10 अध्यायको 1 र 2 र यहाँ यसरी लेखिएको छ। पत्रुस र कर्नेलियस। कैसरियामा कर्नेलियस नाउँका एकजना मानिस थिए जो इटालिया भन्ने पल्टनका एक कप्तान थिए। तिनी ईश्वर भक्त थिए र तिनी र तिनको सारा परिवारले परमेश्वरको भय मान्थे। तिनले मानिसहरूलाई उदारता साथ दान दिई परमेश्वरलाई सधैँ प्रार्थना गर्थे। प्रेरितको समयमा विश्वासीहरू धेरै भएको थिएन। कर्नेलियसको परिवार अति प्रशंसनीय थियो। त्यस परिवारले परमेश्वरको संगति गर्ने गर्थे अनि मानिसहरूलाई सहायता गर्ने पनि गर्थे। त्यस परिवारले परमेश्वरको भय पनि मान्थे। तिनीहरूका अवस्था अति राम्रो रहेछ। हाम्रो परिवारको अवस्था कस्तो छ हामीले हेरौँ। हाम्रो परिवारले परमेश्वरमाथि विश्वास गरेकोले अरूको निम्ति केही गरेका छौँ कि हाम्रा अविश्वासी छिमेकीहरूले हाम्रो परिवारलाई कस्तो नजरले देख्छन्? हामीले के गर्न सक्छौँ? हाम्रो जीवनमा अविश्वासीले देख्न सक्ने कुरा केही छन् कि? सबै परिवारले आफै हेर्ने गरौँ। हामीले गर्दा छरछिमेकले प्रभु येशूलाई विश्वास गर्न रुचाएका छन् कि छैनन्? हाम्रो परिवारमा छिमेकीको लागि प्रचार गर्ने गरौँ। हाम्रो परिवारको प्रार्थनाको आवाज, भजन गाउने आवाज छिमेकीले सुन्न पाउनु कतिको मनोहर कुरा हो। हाम्रो आवाजले अरूलाई परमेश्वर कहाँ पुर्याउन प्रयास गर्दै गरौँ। परमेश्वरको यस वचनद्वारा हामी सबैलाई आशिष दिनुभएको होस्। आमेन। जय मसीह। आजको वचन दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।